भएर इन्डाइरेक्ट रूपमा हजुरहरू मार्फतबाट विभिन्न यो हाम्रो बाँडिएका बजारमा बाँडिएका घर दैलो कार्यक्रमबाट विभिन्न प्रतापबाट हाम्रो जिङ्गलबाट आउनुहुन्छ होला हामीले आशा गरेका छौँ। तर अहिले हाम्रो डाइरेक्ट रूपमा हामीले क्याम्पेन गरेको जति स्कुलहरू छ त्यहाँबाट चाहिँ हामीले स्कुलहरूले पठाइदिन्छु, लिस्ट चाहिँ पठाइदिन्छु, ड्रेसमै ट्र्याकसुटमा पठाइदिन्छु भन्ने उहाँहरूले त्यहाँ नपुग्दै पहिल्यै अलर्ट गराउनु भयो। धन्यवाद। आदरणीय यसमा सहभागी पनि भइदिनु छ र हाम्रो यो निम्तोलाई स्वीकार गरेर सम्पूर्ण यहाँ जति आउनुभएको छ योभन्दा डबल पत्रकारहरू धेरै हुनुहुन्छ यहाँ चाहिँ सबैले हाम्रो निम्तोलाई आइदिनु आजको यो पत्रकार सम्मेलन हामी यस जिल्लामा समाज सुधार अभियानमा जुटेका संस्थाहरूसँग पनि कोर्डिनेसन गरेर हरेक व्यक्तिलाई स्वस्थ राख्ने हाम्रो मूल मन्त्र हो योग युक्त समाज, रोग मुक्त समाज। हाम्रो दोस्रो कुनै पनि ध्येय छैन। हामी हाम्रो समाजमा भएका हरेक मानव स्वस्थ रहन चाहन्छौँ र त्यसका लागि जो आज विज्ञानले स्वीकार गरेको छ, रिसर्चले स्वीकार गरेको छ, अक्सिजन थेरेपी प्राणलाई अनियन्त्रित भएको प्राणलाई नियन्त्रण गर्न सकौँ र शरीरमा भएका सम्पूर्ण कोषहरूलाई पोषणको रूपमा शुद्ध प्राणवायुको रूपमा अक्सिजनलाई दिन सकौँ र शरीरमा भएका 206 हाडहरूलाई जसको जोइन्टहरूलाई छ त्यसलाई लगातार सञ्चालन गरिरहँ, चलायमान गरिरह्यौँ भने शरीरमा रोग व्याधिहरू समाप्त हुँदै जान्छन् भन्ने हाम्रो योगमा जो रिसर्च भएर आज विज्ञानसम्मत स्वीकार्य भएको जो योगको विधा छ। हामी अहिलेको शिविरमा योग त धेरै ठुलो कुरा हो। हामी योगको एउटा छेउमा मात्रै पुग्छौँ जसलाई भनिन्छ योग अभ्यास, किनकि योग त अष्टाङ्ग योगमा मात्रै पालना गरेपछि पुरा हुन्छ। यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान समाधि यसको उच्चतम बिन्दु आत्माको परमात्मासित मिलन हो भन्ने कुरोहरूको आग्रह छ र जसमध्ये हामी आसन र प्राणायाममा रहेर सर्वप्रथम मान्छेहरूका शरीरलाई स्वस्थ कसरी राख्न सकिन्छ त्यसमा हामी ध्यान दिन्छौँ र मनलाई कसरी स्वस्थ राखिन्छ त्यसमा ध्यान दिन्छौँ र योग आयुर्वेद र अध्यात्मका सम्मिश्रणबाट हामी हरेक व्यक्ति स्वस्थ कसरी हुन चाहन्छ त्यसका लागि हाम्रो प्रयत्न रहन्छ र यसमा हाम्रो पतञ्जलिको पनि ध्येय थियो कि समाजका हरेक व्यक्ति स्वस्थ हुनुपर्छ र सामुदायिक सेवा केन्द्रको पनि ध्येय छ समाजमा सबै व्यक्तिहरू राम्रो बाटो हुनुपर्छ, सकारात्मक सोचको मान्छे हुनुपर्छ। त्यसका लागि हरेक व्यक्ति योग प्राणायाम गर्ने हुनुपर्छ र अध्यात्ममा आस्थावान हुनुपर्छ, भगवान्लाई मान्नेवाला हुनुपर्छ, सृष्टिलाई मान्नेवाला हुनुपर्छ र शरीर स्वस्थ राख्नका लागि खानपान जान्नेवाला हुनुपर्छ। कुन भोजनसँग आहार योग भनिन्छ त्यसलाई, कुन भोजनसँग कुन भोजन खानु हुँदैन, कति बेला खानुपर्छ, कति बेला बिर्झ्नुपर्छ, कति बेला सुत्नुपर्छ, यो अहिलेको मान्छेले नजानेको हुनाले उहाँलाई सिकाउने हाम्रो प्रयत्न छ। यो प्रयत्नसित सामुदायिक सेवा केन्द्र जोडिएको छ। हामी सामुदायिक सेवा केन्द्र जोडिएर यो 7 दिनको शिविर चलाउनका लागि पतञ्जलि योग परिवारले सहयोग गर्नेछ। धन्यवाद। के गर्ने डुज एन्ड डोन्ट डुजका कुराहरू, कसरी जीवन व्यवस्थित तरिकाले अगाडि बढाउने, विवेकसम्म ढङ्गले कसरी जिउने, जीवनलाई आफूलाई नै यहाँ त कस्तोसम्मको स्थिति भयो भन्दा अब म एज अ पर्सन, म एज अ लयर यहाँ बोलिरहेको छु, म को हो त? म एउटा पूर्णिमा भट्ट जोशी मात्रै हो। सेटिस्फाई गर्ने ती पञ्चेन्द्रियहरूलाई ज्ञानेन्द्रियहरूलाई मात्र सन्तुष्ट गर्नतर्फ हाम्रो पुरा युवावर्ग अहिले जुन चाहिँ हामी सबैजना भनौँ अलमोस्ट जुन चाहिँ योगसँग कुनै न कुनै रूपमा जोडिएको छैन, सबैको त्यो किसिमको एउटा सोचाइ र एउटा पैसा कसरी कमाउने, कसरी धेरै पैसा कमाउने, कसरी भ्रष्टाचारै गरेर भए पनि हुन्छ कि करप्सनै गरेर भए पनि हुन्छ, जेसुकै गरेर पनि पैसा कमाउने मात्रै यो युवालाई मात्र होइन, अलिकति जागिने मान्छेहरू, युवावर्गहरू अनि यो चाहिँ अब यो महिलाहरू पुरुषहरू जुनसुकै तबकाको व्यक्ति पनि योगमा कुनै न कुनै रूपमा जोडियो भने अनि मात्रै एउटा सभ्य समाजको जन्म हुन्छ भन्ने एउटा चाहिँ त्यो यो सामान्य यो एउटा बुझाइ हो। र अहिलेको हाम्रो मेन उद्देश्य भनेको युवालाई अब 10-12 स्कुलमा फोकस गर्दै जाँदाखेरि हाम्रो चाहिँ 15 देखि 20 मिनटको हाम्रो सेसन रहेको थियो मोटिभेसन।
त्यो मोटिभेसनल सेसनै मान्यो हामीले चाहिँ अवेरनेस क्याम्पेन जस्तो लियौँ त्यसलाई 15-20 मिनटमा हामीले के दिन सम्भव भयो भन्दाखेरि एकदम अटेन्टिभ लिसनर बने विद्यार्थीहरू र कतिपय स्कुलको हाम्रो अनुभवले के देखायो भन्दा अब हामी पूर्व अध्यक्षज्यू हाम्रो देखि विमल दाइ पनि पछि आउनुभयो किशोर भाइ लगायत हामी विभिन्न जति व्यक्ति हामी गयौँ त्यसमा के देखियो भन्दा कुनै स्कुलले स्वस्फूर्त रूपमा एउटा वाव रूपमा उनीहरूले लौ आउनु भयो त यस्तो रूपमा लियो कसैले चाहिँ त्यो पार्टिसिपेसन गराइदिनलाई पनि अलिकति त्यो भनौँ न एउटा स्वस्फूर्त रूपमा अगाडि बढ्नु खोजेको जस्तो देखिएन यसको कारण के हो भन्दा जसले साँच्चै योगको महत्त्व बुझेको छ मेडिटेसनको महत्त्व बुझेको छ ध्यानको महत्त्व बुझेको छ त्यो मान्छेले त बुझ्छ नि भोलि मेरो विद्यार्थी राम्रो हुन्छ विद्यार्थी राम्रो भइसकेपछि त्यो स्कुलको गुडविल पनि बढ्छ त्यो किसिमले र धेरैजसो स्कुलको एकदम स्वस्फूर्त रूपमा हामीलाई एकदमै सहयोग पनि भयो हामीलाई खुसी पनि लाग्यो र हामी त्यो मासमा जाँदाखेरि जुन तरिकाको त्यो बच्चाहरूले अनौठो पारा पारेर सुनेको देख्यौँ क्या अनि हामीले त्यसमा ड्रगका कुराहरू गऱ्यौँ ड्रग एडिक्सनका कुराहरू गऱ्यौँ कसरी कुलत र कुसङ्गतबाट तपाईँहरू यो योगसँग जोडिन आयो भने तपाईँको हेल्दी बडी हेल्दी माइन्ड स्वस्थ शरीर स्वस्थ मनको जुन चाहिँ यो धारणा छ त्यो विकसित गर्न सजिलो हुन्छ अब अहिले नै हामी आत्मा लेभलमा सोल कन्सियसका कुरा गऱ्यो भने त्यो बच्चाले बुझ्दैन त्यसैले उनीहरूले बुझ्ने भाषामा हामी स्कुलमा गएर एउटा अवेरनेस क्याम्पेन ताकि उहाँहरू सहभागी हुने नहुने कसैलाई पनि नहुने व्यक्तिहरू पनि टिचरहरूलाई पनि हामीले राख्यौँ भोलि हाम्रो यो साधारण स्कुल र सारको लगायत 2-3वटा स्कुलमा हामी छौँ साधारण स्कुलमा सरकारी स्कुलमा हामीले एकदम अथाह ठुलो भिड देख्यौँ हामीले हामी एसेम्ब्लीमा पुगेका थियौँ अलिकति हाम्रो टेक्नोलोजी यो साउन्ड सिस्टमले साथ नदिनाले जो कार्यक्रम हामीले त्यहाँ सम्पन्न भएन विद्यार्थी प्लस उनीहरूले आफ्नो अभिभावकलाई पनि लिएर आऊ हामीले चाहिँ यसरी मेसेज दियौँ कि तपाईँहरू मात्र स्वस्थ भएर भएन तपाईँका बाबामा पनि स्वस्थ हुनु पर्यो उहाँहरूको पनि स्वस्थ शरीर हुनु पर्यो उहाँहरूको पनि स्वस्थ मन हुनु पर्यो सबै भइदियो भने अनि सबैलाई राम्रो हुन्छ भन्ने किसिमले त्यो मेसेज दियौँ र टिचरहरूले पनि अब त टिचर नै अब एउटा यसमा अभियान टिचर जोडिनै पर्छ टिचर स्वस्थ र एउटा भौतिक व्यक्तित्व एउटा विवेकसम्म व्यक्तित्वहरू त्यहाँ भएन भने पनि टिचिङ अब सम्भव छैन तपाईँहरूले पनि यो कुराहरूलाई मनन गर्नुपर्छ ड्रग एडिक्सनमा भोलि युवाहरू फस्दैछन् यो सबै हाम्रो नैतिक दायित्व हो यहाँहरूको पनि साथ बसेर हामीलाई चाहिन्छ भन्ने किसिमले हामीले जुन अवेरनेस क्याम्पेन गऱ्यौँ आफ्नो हातबाट हामी त्यो एफोर्ट र हामीले के आशा गरेका छौँ भने स्कुलहरूको त्यो सहभागिता उहाँहरूले स्वस्फूर्त रूपमा हामीले कोसिस गऱ्यौँ गर्नुभयो भने विद्यार्थीको ठुलो भिड देख्न सक्छौँ कि भन्ने एउटा पहिलो दिनमै थाहा हुन्छ हामीलाई कति विद्यार्थीहरू त्यहाँ आउँदैछन् भनेर त्यसबाट हामी आकलन गर्न सक्नुलाई कि स्कुलले कति सपोर्ट सहयोग गर्यो भन्ने कुरा कहिले आशा गरेका छौँ थुप्रै विद्यार्थीहरूको सहभागिता रहनेछ।